क्षमता र खुबी छ भने राजालाई छोएर मात्रै देखाऊ, अरु केही भन्दैन मैले। छोएर देखाऊ, त्यसपछि तिमीहरुको नतिजा तिमीहरुलाई नै देखाउँछु हामीले, अरु केही पनि भन्दिनँ मैले। के गर्नुहुन्छ त्यस्तो त? के गर्छ के गर्दैन भने छोएर पहिला देखाउ न। कुनै माइका लालका गणतन्त्रवादीका नेताहरुको छोएर मात्रै देखाऊ भनेर हामीले बारम्बार भनेका छौं। छोएर देखाऊ पहिला, छोएपछि मात्रै देखाउ न। छोएर मात्रै देखाऊ, धेरैचोटी भइसक्यो यिनीहरुले अथा नाम तथा नाम बोलेका, तर बोल्ने मात्रै हो के, यिनीहरुको क्षमता छैन। राजाले नै दान दिएका भिखमा बस्थे, दान दिएका हुन् यिनका ज्यान त, त्यतिखेर मारौँ भने त सकिहाल्थ्यो नि। शिरपाज महाराज धीराज वीर विक्रम शाहदेव ज्ञानेन्द्र सरकारले जे कुरा गर्नु भएको छ नि, देश र जनताको रगत नबगाउने हो भने राष्ट्रिय एकीकरण गरौँ र सबै पार्टी एक ठाउँमा जुटेर अनि मात्रै चुनावमा जाउँ भनेको छ। अहिलेको हालतमा हेर्नुहोस् त, हामी चाहिँ चुनाव बहिष्कारवादी होइन, तर सुव्यवस्था र नेपालीलाई र नेपाली जनतालाई सुशान्ति र सुव्यवस्था होस् भन्ने चाहन्छौँ। तर पनि अहिलेको परिस्थितिमा हामी चुनाव गर्ने हो भने राष्ट्रिय एकीकरण गरेर मात्रै जाउँ भनिरहेछौँ। त्यो हिसाबले हामी घुम्दैछौँ। अहिले यो क्षेत्रमा राप्रपाको तर्फबाट उद्धवराज भेटुवाल हुनुहुन्छ, एकदम जनताको विश्वासिलो नेता। एकदम उहाँको जित कतिको सुनिश्चित हुनुहुन्छ? तपाईँ त घर दैलो अभियानमा पनि घुमिराख्नु भयो। म घर दैलो अभियान भन्दा नै म चाहिँ छड्कीमा आएको हो। खासै त्यो घर दैलो भनेर म राप्रपाको घर दैलो कार्यक्रममा आएको होइन, यो संजोगवश भेटियो। ठिक छ, तपाईँलाई धेरै धन्यवाद। अब अहिले म यसो त घर दैलो कार्यक्रम गर्दाखेरि चाहिँ राप्रपाको चाहिँ राम्रै सुनिश्चित नै जस्तो लाग्छ मलाई चाहिँ। म यसो अब आफू बेसी हिँड्दै गर्दाखेरि उहाँको गाउँको अब आफ्नो गाउँ एरिया भएको कारणले गर्दा म घुम्न हिँडेको हो। खासै म कसैलाई भोट माग्न हिँडेको पनि होइन। वास्तवमा भन्नुपर्दाखेरि चुनाव हुनुहुन्न भन्ने पक्षको मान्छे किन यो देशमा चुनाव अहिले भनिरहेको छन् कि चुनावले नै निकास गर्छ? तपाईँ चुनावै हुनुहुन्न भनिराख्नु भएको छ। तपाईँ चुनाव हुनुपर्छ, अराजकवादी बन्दै हुनुहुन्छ कि तपाईँ? चुनाव हुनुपर्छ, चुनाव हुन्न भने होइन मैले। चुनाव हुनुपर्छ, तर राष्ट्रिय एकीकरण गरेर मात्र चुनावमा जाऊ भने हो। शिरपाज महाराज धीराज वीर विक्रम शाहदेव ज्ञानेन्द्र सरकारले जे कुरा गर्नु भएको छ नि, देश र जनताको रगत नबगाउने हो भने राष्ट्रिय एकीकरण गरौँ र सबै पार्टी एक ठाउँमा जुटेर अनि मात्रै चुनावमा जाउँ भनेको छ। अहिलेको हालतमा हेर्नुहोस् त, रौतहटतिर हेर्नुहोस्, त्यो अनुसारले चाहिँ समस्याको जड नबनाऊ र जनता नमारौँ भन्ने हिसाबमा चाहिँ त्यो कुरा भइरहेको छ। सबै चुनावी मैदानमा घुमिराख्नु भएको छ। उहाँहरू यो जनताको नैसर्गिक अधिकार हो, भोट हाल्ने नहाल्ने हामीले नहाल पनि भन्दैनौँ, हामी हाल पनि भन्दैनौँ। किन भन्दैनौँ भन्दा हाम्रो उद्देश्य भनेको राष्ट्रिय एकीकरण गरिसकेपछि अनि मात्रै चुनावमा जाउँ भन्ने हाम्रो उद्देश्य हो। अब त अस्तिको त्यो राजाको त्यो सन्देश, त्यो मन्तव्य जो छ नि, हो त्यो देखेर त गणतन्त्रवादीहरू त अब जेल हाल्छौँ भनिराख्नु भएको छ। खुबी छ भने, क्षमता छ भने, मैले बारम्बार भनिरहेको छु, कुनै पनि दलका म यो भन्दिनँ, म गाली गर्दिनँ। क्षमता र खुबी छ भने राजालाई छोएर मात्रै देखाऊ, अरू केही भन्दैन मैले। छोएर देखाऊ, त्यसपछि तिमीहरूको नतिजा तिमीहरूलाई नै देखाउँछौँ हामीले, अरू केही पनि भन्दिनँ। के गर्नुहुन्छ त्यस्तो? के गर्छ के गर्दैन भने छोएर पहिला देखाउ न। कुनै माइका लालका गणतन्त्रवादीका नेताहरुको छोएर मात्रै देखाउ भनेर हामीले बारम्बार भनेका छौं। छोएर देखाउ पहिला, छोएपछि मात्रै देखाउ न। छोएर मात्रै देखाउ, धेरैचोटी भइसक्यो यिनीहरुले अथा नाम तथा नाम बोलेका, तर बोल्ने मात्रै हो के, यिनीहरुको क्षमता छैन। भनेपछि त्यो ल्याएको गणतन्त्रवादीले राख्दैन, त्यो ल्याएकै छैन, उनीहरुको त्यो क्षमतै छैन। किन छैन भन्दा उनीहरु जस्तो घुसखोरी राजा होइनन्, उनीहरु जस्तो तस्करी उनीहरु होइनन्, जनमारा राजा होइनन्, अनि त्यो कारणले उनीहरु छुनै सक्दैन। राजाले नै दान दिएका भिखमा बस्थे, दान दिएका हुन् यिनका ज्यान त, त्यतिखेर मारौँ भने त सकिहाल्थ्यो नि। भिखमा र चाहिँ त्यो बगसमा दिएको ज्यान हो यिनीहरूका, त्यो कारणले गर्दा यिनीहरूले छुन सक्दैन। मुखले बोल्ने मात्रै हो, त्यो मुखले बोलेर तर्सिन्छ कि भने होला। यिनीहरू पो के अरे हात्ती छाप चप्पल पड्काएर आएका त। अहिले हेर्नुहोस् त अन्डरग्राउन्ड स्विमिङ पुल बोल्यो, राजा त बोलिरहनु भएको छ त। अस्ति अब राष्ट्रिय एकीकरण गर अनि मात्रै चुनावमा जाँदा यिनीहरूको आफ्नै ढ्याङ्ग्रो ठोकेर भागाभाग भइरहेछ। किन बोल्न छोड्नु नि? राजा भने त देशको सम्पूर्ण जनताको साझा, देशको साझा, हरेक पार्टी दलका साझा हुन्। कसैलाई एक दल कसैलाई अर्को दल भनेर कसै व्यक्तिलाई समात्ने होइन राजा। अब जेएनजी आन्दोलनको घटनाले कसरी राख्नु भएको छ? अहिले बीबीसीले विशेष रिपोर्ट निकालेको छ। बीबीसीले विशेष रिपोर्ट निकाल्नु भने कुनै ठुलो कुरो होइन, किनकि देशै खाना लगाइसकेको छ यिनीहरूले त देशै बेचिसक्यो त। नेपाली जनता त बेचेर सिधै छ। 1 करोड 5 लाख त बाहिरै छ। अनि यिनीहरूले के बाँकी केही राख्छ भन्ने आश गर्नु त बेकार छ। गणतन्त्र लोकतन्त्रले जबसम्म संविधान र यो कार्यपालिका यो व्यवस्था रहन्छ भने अबको विषयमा बुढाखाडा भन्दा कोही पनि नेपालमा रहँदैन।